मलाई धेरैजनाले मेसेज गरिरहेका थिए र मलाई मेरो बाबुले पनि सोधिरहेको थियो, अङ्कल के विराट कोहलीले साँच्चै टेस्ट क्रिकेटबाट सन्यास लिन लागेको के त्यो साँचो भनिरहेको थियो। तर चाहिँ मैले चाहिँ अफिसियल्ली जबसम्म चाहिँ एनाउन्समेन्ट आउँदैन, उसको इन्स्टाग्रामबाट चाहिँ पोस्ट हुँदैन, तबसम्म अरूको कुरा नसुनौ, हेरौँ वेट गरौँ के हुन्छ भनिरहेको थिएँ। नभन्दै ठ्याक्कै अर्को एक दिन पछि चाहिँ सन्यासको घोषणा विराट कोहलीको। हामी विराट कोहलीका फ्यान्सहरू अहिले टुटेका छौँ भनौँ न। एउटा टेस्ट क्रिकेट हेर्थ्यौँ त विराट कोहलीको लागि, त्यो क्रेज थियो, त्यो पोटेन्सियल थियो, त्यो इनर्जी थियो, त्यो बाउन्स ब्याक थियो, हरेक कुरा थियो। टेस्ट क्रिकेट इन्डियाको यहाँदेखि लगेर यहाँसम्म विराट कोहलीको त्यो पहलमा, त्यो योगदानमा, त्यो लगभग 9,000 रन विराट कोहलीको एक्लै हान्दिएका थिए। 10,000 को उनको टार्गेट थियो, तर 10,000 मा 720 रन चुकेका छन्। एकदमै डिसपोइन्टेड छौँ हामी, दुखी छौँ। तर पनि अहिले यो गाना याद आइरहेको छ, ऐसे न जाओ पिया, ऐसे न जाओ पिया भन्ने छ नि, त्यो छोड के हमको भन्ने छ नि। अहिले विराट कोहलीको फ्यान्सहरू विराट कोहली नछोडे पनि हुन्थ्यो, खेलेको भइदियो हुन्थ्यो, 10,000 रन हानेको भए हुन्थ्यो, त्यो हेर्नको लागि फ्यान्सहरू उत्साहित थिए, एकदमै ऊ थियो। तर 10,000 रन अनकम्प्लिट भएको छ, 720 रन थोरै। अब खेल्दैको भइदियो, 2-3वटा टेस्ट अरू खेल्दैको भए लगभग त्यो पनि सपना साकार हुन्थ्यो कि विराट कोहलीको र विराट कोहलीको फ्यान्सहरूको। तर चाहिँ त्यहाँ चाहिँ डिसपोइन्टेड छन्। अब टेस्ट हामी हेर्दैनौँ भनिरहेका छन् धेरैले, आरसिबी फ्यान्स र विराट कोहलीका फ्यान्सहरूले। मलाई चाहिँ एकदम मलाई पनि डिसपोइन्टेड लाग्यो। म 2 दिन पछि आउँदैछु भिडियो लिएर, किनकि मलाई पनि अलिकति चाहिँ त्यो मोमेन्ट, त्यो बनाउन भिडियो पाइरहेको थिएन र त्यो स्याड मोमेन्ट पनि थियो। मलाई अहिले पनि दुःख लागेको छ। T20 वर्ल्ड कप पछि सन्यास र अहिले टेस्ट क्रिकेट, अब अन्तिम वर्ल्ड कप 50 ओभरको अन्तिम वर्ल्ड कप पछि विराट कोहली सन्यास। त्यसपछि लाग्दैन मैले पनि क्रिकेट हेर्छु, क्रिकेटलाई सपोर्ट गर्छु। क्रिकेट सपोर्ट चाहिँ एउटै हुन्छ, तर चाहिँ हेर्न चाहिँ खै। त्यसपछि आइपिएल, आरसिबी फ्यान्स, डाइहार्ड फ्यान भनेर चाहिँ हेरिन्छ होला। तर इन्डियाको गेम सपोर्ट आरसिबी फ्यान्सहरू र विराट कोहलीका फ्यान्सहरू अलिकति टाढा हुन्छन् कि लागिरहेको छ। म चाहिँ हुन्छु, किनभने 2008बाट आइपिएल विराट कोहलीको र अन्डर-19 वर्ल्ड कप जिताउँदाखेरिदेखिको फलो मेरो पनि विराट कोहलीको म मान्छु एकदमै हटली। किनभने इन्सपिरेसन थिए, कुनै बेला म पनि खेल्दाखेरि त्यही जुनुन त्यही उसमा चाहिँ खेलिन्थ्यो। तर केही कारणले गर्दाखेरि मैले पनि क्रिकेट छोड्नु पुगेँ। त्यो पछि सेयर गरौँला। यो भन्दा अगाडिको भिडियो मैले केही हल्का भनेको छु, क्लिउ त छ। त्यो इन्सपिरेसन लाग्थ्यो मलाई, त्यो पोटेन्सियल, त्यो इनर्जी, जुनुन त्यो फिल्डमा, त्यो क्राउडमा, त्यो विराट कोहलीको त्यो नै सबैभन्दा खुसीको कुरा। र त्योबाट धेरै कुराहरू चाहिँ मैले सिकेको छु, सिक्न त हैन। अब सायदै त्यो चाहिँ देख्न पाइँदैन। अब एउटा वर्ल्ड कप र आइपिएल पनि अब कति नै 36 त भइसक्यो, 40 पछि चाहिँ विराट कोहली पनि सायदै क्रिकेटबाट हराउँछन्, त्यो क्रिकेटको उसबाट हराउँछन्। फ्यान्सहरू चाहिँ अहिले टेस्ट छोड्दा त यस्तो छ, झन् पुरै नै सन्यास लिएपछि झन् के होला, कल्पना के गर्नुभएको छ, कस्तो सोच्नु भएको छ। धेरैले चाहिँ अब गाली गर्छन्, नेपालका फ्यान्सहरू विराटका विरोधीहरूले त धेरैले नै गाली गर्छन्। को र त्यो नर्मल प्लेयरहरू, नर्मल त अब मलाई लाग्दैन। फिफाले ठुल्ठुलो फुटबलको हिस्ट्री क्रिएट गरेका टिमहरूले सबैले चाहिँ सन्यासको लिँदाखेरि सबैले हालेका छन् पोस्ट। मलाई नर्मल लाग्दैन। एउटा चाहिँ अर्को कन्ट्रीको विरोधीहरूले त विराटको तारिफ र विराटको त्यो रिटायरमेन्टको त्यो कुराहरू गरिरहेका छन्, चर्चा चलेका छन्।
इन्स्टाग्राममा अहिलेसम्मको सबैभन्दा धेरै पोस्ट होला, यति धेरै लाइक र कमेन्ट आएको छ। सबैले मिस गरिरहेका छन्। ठुला ठुला अस्ति जुन चाहिँ विश्वमा प्रख्यात भएका नामहरूले चाहिँ रिटायरमेन्टको चाहिँ हालेका छन्। स्याड एउटा चाहिँ यो एउटा भनौँ न खुसीको एउटा रिटायरमेन्ट हो भनिरहेका छन्। अब हामी त फ्यान्सहरूलाई चाहिँ त्यो ह्याप्पी रिटायरमेन्ट भए तापनि होइन, विराट कोहलीको जहाँसम्म आयो ह्याप्पी रिटायरमेन्ट भए तापनि फ्यान्सहरूले टेस्टमा चाहिँ अब कहिले हेरौँ न त गेम होइन, इन्डियाको गेम हेरौँ र विराट कोहलीको त्यो के गरिरहेको छ विराट कोहली फिल्डमा भनेर हेरौँ भनेर पनि टेस्ट हेर्छन् कि, तर त्यो चाहिँ अब हुने भएन। र यहाँ चाहिँ धेरैले को हो र त्यो सामान्य प्लेयर हो, नर्मल प्लेयर हो, त्यसको लागि चाहिँ के ऊ गर्नुपर्ने, त्यो गएर के हुने हो र कसलाई के हुने हो, होइन त्यो होइन। र ब्रान्ड थियो, अब हामी भलै अब इन्डियाको भए तापनि क्रिकेट हेर्ने र क्रिकेट सपोर्ट गर्ने भनेको फ्यान्स भएको कारणले गर्दा, अब विराट कोहली भएको कारणले गर्दाखेरि म चाहिँ एकदमै मान्छु। कसले चाहिँ विराट कोहलीलाई माया गर्नुहुन्छ, सपोर्ट गर्नुहुन्छ, कमेन्ट बक्समा कमेन्ट गर्नुहोस्, विराट कोहली लेख्नुहोस्, धेरैभन्दा धेरै सेयर गर्नुहोस् र मेरो यात्रा प्रदीप बुढाथोकी च्यानल रहेको छ युट्युब च्यानल, सब्सक्राइब गरिदिनुहोस्, नबिर्सिनुहोस्। म अर्को भिडियोमा चाहिँ लिएर आउँछु, तपाईँहरूसँग जोडिन्छु, साटौँला, हरेक कुराहरू चाहिँ गरौँला, अरू धेरै कुराहरू बाँकी छ गर्दै गरौँला। आजको लागि चाहिँ यति नै। धेरैभन्दा धेरै माया गर्नुहोस्, सेयर गर्नुहोस् र च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस्, उतातिर पनि सपोर्ट गरिदिनुहोस्। टिकटकमा त गरिराख्नु भएको छ, उतातिर पनि सपोर्ट गरिदिनुहोस्। धन्यवाद।